म बाँच्दिनँ अब बाउ म बाँच्दिनँ अब के हुँदैन छोरा ओ आयुष के गर्दैछस् हटेन मेरो छोरा मैले लागेछ कहीँ पनि जाँदैन ए हो र जय मामा खाना बोलाएको थिएँ ल ल ठिकै छ ल ल बाई साथी म यहाँ छु हेलो बाबा कहाँ हुनुहुन्छ हेलो बेटा म गोबर सोर्दैछु आउँदा मोमो ल्याइदिनु है त बाबा कहाँ हुनुहुन्छ हेलो बेटा म टोयलेटमा छु आउँदा फेरि मोमो ल्याइदिनु है हेलो बाबा कहाँ हुनुहुन्छ छिटो आउनु हेलो बेटा म बजार जाँदैछु आउँदा फेरि मोमो ल्याइदिनु है बेटा पापा म आए मोमो ल्याउनु भयो मोमो त ल्याइन बेटा नेक्स्ट टाइम ल मोमो ल्याइदिनु जान्छु म जान्छु 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 मलाई घर बस्दै जानु बेटा सुन न जान्छु म बेटा सुन न म मोमो अर्कोचोटि ल्याइदिन्छु बेटा नै नै म जान्छु जान्छु म जान्छु जान्छु यो घरमा बस्दिनँ तपाईँ म यो घरमा बस्दिनँ म बेटा सुन न म जान्छु 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 तपाईँले मेरो हात छोडिदिनु भएको जा जाठो मैले छोडिदिएको तेरो हात जहाँसुकै जा म साँच्चै जाम जा जा मुलाको काम छैन यहाँ जा भन्नु तपाईँलाई गजब छ बा हेलो हेलो साथी कहाँ जस्तो यार आइज नि यार एकछिन मेरो घरमा यार कोही छैन यार अल्छी लागेर मर्न आँटिसक्यो आइज न यार एकछिन भयो नि रमाइलो हुन्छ चिलो हुन्छ यार आइज है छिटो ल ल ल ल को आयो फेरि म छोड पर जा तेरो यो बाटोबाटै मोमो हुन्छ आइज भित्र आज मोमो खान्छु मम्मी छिटो गर्नु ल खानु मन रहेछ छ्या खानेला फेरि कोची आइछ जान्छ के त्यसलाई कोचे मरेछ फेरि आवाज त कोचे मरेछ के फेरि कस्तो यार खाने बेलामा आइपुग्छ जामा लाउने कुन चाहिँ खाते ओ खाते मेरो त ओ साथी अनि कतिखेर आयो यार तिमी के छ अनि सन्चै छ सन्चै छु साथी अनि साथी तिमी किन आएको के काम थियो म त थाहा छैन किन आएको तिमी यहाँ के थियो तिम्रो के भन्छ तिमीले आफै बोलाएको होइन मलाई के हो र साथी मैले पो बोलाएको तिमीलाई अब भित्र आऊ त अनि यता कोठामा छिटो मरिजा किलिया अनि साथी सन्चै त छौ नि सन्चै छु के 5 minutes later Naughty America. कि छोटे भाई का पप्पू खानदान साला है। इनका जॉनी कभी सिंस ही नहीं करता। खोइ त आउँदैन त कति टाइम लाग्छ यसले सिलाइसक्यो मोमो के चाहिँ गर्दो रहेछ यसलाई त कस्तो बेउरै नभएको केटा रहेछ नि यसलाई त नि ए भनेपछि कुरा यस्तो रहेछ अब मैले नि के गर्नु पर्यो आन्टी नमस्ते बाबु तिमी अघि आएको भोकायो होला घरमा पनि केही थिएन हेर न यही चिउरा छ ल्याउ यही खा धन्यवाद आन्टी बाबु यहाँ हिजो त एउटा सानो काम थियो हुन्छ मम्मी म आएँ साथी मलाई मम्मीले बोलाउनु भयो तिमी खाँदै गर म जान्छु ल ल बल्ल बल्ल बच्यो
माग्नु जानु भयो आदिपा बाबु के थियो होला आन्टी मलाई पनि एउटा दिए हुन्थ्यो हेर साथी अरू कुरामा कम्प्रोमाइज गर्न सकिन्छ तर मोमोमा कम्प्रोमाइज गर्न सकिँदैन बुझिस् एउटा मात्रै दिनुहोस् न एउटा मात्र हतिया हेरेको छु बजार पो जान लाग्नु भएको रहेछ त बजार गयो भने मोमो खान पाइन्छ बजार जाने म पनि जान्छु नि पापा प्लिज तिमी सानो छौ हराउँछौ हुँदैन जान नाइ नाइ म पनि जान्छु हुँदैन हुँदैन म पनि जान्छु के हुँदैन जान नाइ म पनि जान्छु ल ल धेरै हल्ला नगर जाने भयो चप्पल आयो ल सुरु गरौँ ए पर्खी पर्खी कहाँले सुरु गर्छस् जा पहिले चम्चा लिएर आइज पहिला खाम न यतिकै जा न पहिले चम्चा लिएर आइज खानु त हुन्न नि खादिन साँच्ची खा म आउँदैछु खान नखानु नि ल त्यहाँ ल ल 5 minutes later. झिङा बसिसक्यो आउँदैन त यो काँची गएछ कहाँ हरायो आउँदैन त त्यो Oh. 5 hours later. हे त आउँदैन खामामी अघिदेखि अहिलेदेखिको पर्खेको त्यसलाई मलाई थाहा थियो म गएपछि तिमीहरू खान्छौ भनेर त्यही भएर म गएकै थिइनँ हिजोदेखि भाइ माझे छैन माझ्नु पर्दैन उता काम गर्नु छैन खाली बसो खायो ओइ मेरो बाबु मेरो छोरो मोमो खाएको एउटा देऊ न एउटा मोमो खाऊ बाबा तपाईँलाई एउटा घटना याद छ आजभन्दा 5 वर्ष अगाडि हामी जनकपुर घुम्न गएको थियौँ त्यहाँ एउटा बाजीको मोमो पसल पनि थियो हो त्यही तिमीलाई सम्झेर आज एक्टिङ गर्ने म बाउ तपाईँ छोरा बाबा एउटा मौका छ राम्रोसँग एक्टिङ गर्नुहोस् ल बाबा सुरु गर्नुहोस् बाबा मोमोस दिनुहोस् न बाबा मोमो दिनुहोस् न बाबा मोमो दिनुहोस् न बाबा मोमो दिनुहोस् न सुनिरहेको छु त कति हल्ला गरेको लाउनुहोस्